यो गाइस आज हामी ब्लग बनाउँदैछौँ। त्यो ट्री हाउसमा गएको हामी पार्टी हान्न गएछौँ। यो गाइस आज हामी ट्री हाउस जाँदैछौँ गाडी कुद्दैछु खानालाई, किनकि आज हाम्रो 6-7 सब्सक्राइबर हो, तर एकजनाले अनसब्सक्राइब हान्नु 65 भयो र कोही बात छैन। हामीहरू अन्त हामीहरू त जाँदा ट्री हाउस मस्तसँगले हाम्रो नयाँ एनिमी भिडियो आउँदैछ, त्यसको ट्रेलर पनि आइसक्यो। कति दिनपछि आउँछ एनिमी भिडियो चाहिँ हेरेर आफ्नो खतरा बपाल छ। भिडियो चाहिँ सस्ता खालको छ, क्वालिटी सस्ता। भिडियो नै भन्नुपर्छ, त्यही एकजनालाई बसाइदिउँ होइन। अनि उयो गर्नुपर्छ, त्यो एकजनालाई बसाउनुपर्छ, सबजना मिलेर भन्नुपर्छ। ल गाइज अब हामी सिधै ट्री हाउसमा भेट्छौँ। बाई। हामी ट्री हाउस पुग्न मलाई देश हुने कि रुपियाँ छैन। ट्री हाउस यहाँ देखाउन त एकचोटि यता यो ब्रिज गर्दै छोड्छ आज। हामी अब माथि पुग्यौँ। माथि गाइस चलेर भिउ आउँछ नि त्यो गाइस। गाइस भिउ त खतरा छ गाइस। भरे खाएको बेला भेटिन्छु भाइ। अब गाइस सर्टपट्टि हालेको अरू कोक लिनु गएको छ उता गाइस ट्याप लगाएको। गाइस एउटा आन्टीले हामीलाई फ्रीमा कोक किन्नु त आन्टीले यो आन्टीहरूले फ्रीमा 1 लिटर कोक दिनु। फ्री हाउस राम्रो छैन है ट्री हाउस चाहिँ। राम्रै छ गाइस, राम्रै बाबीले आँखा गरिदिएको थियो। कति धेरै कुखुरा यार, कहिले कुखुरा खान्छ नि काटेर हेरेर दे उता आऊ। अर्कै कुखुरा भन्दैछ गाइस। मेरो भएको जति सबै काटे आइज ला केटी हो। ल कुखुरा यो गाइस।
गाइस कोक्ला हुन्छ अब बिस आइज आइज हेलो रेना उता परमपुर बिचोहरू भग्दै यो गाई चाहिँ चटपटे खाँदै थियौँ अनि हामी कोक्लेको देखेर साथीहरू पनि कुद्दै भाग्दै घिचुवाहरू आउँदैछन् खानालाई यही हो यस्तो अब गाई जे होस् तर ट्री हाउसको भ्यू चाहिँ दामी छ हेर्नु त्यसलाई साथीहरूले थुक्दैछ यो भ्यू हेर्नु त गाई कस्तो दामी छ आउनु तपाईँ पनि ऊ एउटा माथि चढ्दै आउँछ एउटा घिपी एउटा यो अनि यहाँ छ गाई म चाहिँ यहाँ छु गाई अब चाहिँ हामी तल जाँदैछौँ अब तल झरिसकेपछि मिल्छौँ कि यहीँबाट स्टार्ट हुन्छ चाहिँ यहाँ हाम्रो भिडियो समाप्त हुन्छ बाई गाइज